तपाईको परिचय दिनुस् न। मेरो नाम चाहिँ सावित्री आले। मैले अहिले चाहिँ यो चिप्लेटी खरे खानेपानीको चाहिँ कोषाध्यक्ष। हजुर हजुर। नयाँ समितिको। यो नयाँ समितिको लागि कसरी बजेट पर्यो, कसले पारेको बजेट चाहिँ यहाँको लागि खानेपानीलाई? अहिले नयाँ समितिले पार्नु भन्दा नि अझै अघिल्लो समितिद्वारा हो पहलमा चाहिँ भएको। अनि त्यतिखेरको चाहिँ गोविन्द भट्टराईज्यूले चाहिँ 2 करोड भन्दा माथि पाउनु हैन रकम चाहिँ पारिदिनु भएको। त्यसैले त्यही रकमद्वारा नै अब यो धारा ट्याङ्की घर घरमा चाहिँ पहिला 13वटा धारामा खान्थ्यो भने अहिले चाहिँ टोलमा घरै पछि एक धारा एक घर वितरण गर्न सफल भएको छौँ। अहिले पहिला 13वटामा भनौँ न अघि नै भन्नुभयो के भन्छ पहिला 95 96 धुरले खाएको धारा अहिले चाहिँ यो योजना परेपछि 384 घरमा चाहिँ लगभग 400 को हारारीमा घर घरमा धारा वितरण गर्न सफल। यहाँ चाहिँ कसरी जनसङ्ख्या बढ्नु भएको? यो चाहिँ अब यो गोर्खाबाट लमजुङबाट आछ यो वातावरण अब भनौँ न यो भौगोलिक क्षेत्रले गर्दा पनि के अनि माथि गाउँको लमजुङतिरको मान्छेहरू चाहिँ बसाइ आएर चाहिँ यो बस्ती बढिरहेको अवस्था अझै पनि बढ्ने अवस्था छ। अनि बजेट पाएर चाहिँ गोविन्द भट्टराईसँग कसरी पुग्नुभयो त्यसको बारेमा केही जानकारी छ? कसरी भएको यो चाहिँ? त्यसको मलाई पनि अलिकति थाहा भएन। अघिल्लो समितिले हो। अघिल्लो समितिले मैले छोडेको लडमा दोस्रो समितिले हो। अनि पहिला के दुःख थियो खानेपानीको? पहिला कहाँ जानु पर्छ बताइन् त परिचय सहित। पहिला चाहिँ कस्तो दुःख थियो? अब यहाँ माथि एउटा ढुङ्गे कुवा भन्ने थियो। त्यो कुवा सबै कुवामा गएर खाइयो। अनि त्यसपछि अब यही योजना गरेर एक धारा गरेर ल्याइयो। ल्याउँदाखेरि अब धारामा सबै अब एक धारामा पानी नपुगेर सबैजना अब कल झगडा गर्न लाए। त्यसपछि अनि यो ठुलो बजेट परेको भएर बजेटले फेरि अहिले एक घर एक धारा दिनुभयो र अहिले घरमा सबैलाई सुविधा भइरहेको छ। तपाईँको शुभ नाम चाहिँ? मेरो नाम विमला श्रेष्ठ। हजुर, यहीँको बासिन्दा हुनुहुन्छ, खरेकै हुनुहुन्छ। हजुरको शुभ नाम? मेरो नाम रेसु थापा। रेसु थापा, हजुर हजुर। र रेसु म्याडम पहिला कस्तो दुःख थियो, कस्तो थियो बताइदिनुहोस् त। अहिले गोविन्द भट्टराईले पानी चढाउनु भयो। म नयाँ गोर्खाबाट आएको हो। पानी सम्पन्न भइसकेपछि पानी सम्पन्न भइसकेपछि आएको। अहिले चाहिँ अब अहिलेको नयाँमा सदस्य थपिनु भयो, गोर्खाबाट आउनुभयो यहाँ? गोर्खाबाट यहाँ बसोबासो आएको। हस्, जानकारीलाई यहाँ सबैजना धन्यवाद है त। हस्।